र त्यसको उत्तर पछि सरले दिनुहुनेछ है। धन्यवाद। नमस्कार सबैजनालाई। मेरो नाम देवी कडेल, मेरो घर म्याग्दी र म अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता नलिएको जानकारी पनि गराएँ। सुरुमै मैले प्रश्न गर्न चाहेँ, जसरी हाम्रो कुलमान सरले उज्यालो नेपाल अभियान लिएर अगाडि बढ्छु भन्नुभएको छ। अहिलेको सरकारको स्थिति हेर्दा जस्तो नयाँ युवाहरू आउनुहुन्छ, नयाँ अभियान लिएर हिँड्नुहुन्छ, तर सबै आफ्नै अभियानमा हिँड्दा म जस्तो नयाँ युवाले केही गर्छ कि भन्ने म जस्तो स्वतन्त्र युवा जसले रवि, बालिन, हर्क लगायत गर्न चाहने युवा सपोर्ट गर्ने मान्छेहरूको भोट बाँडिने र यो सरकारलाई अझै आफ्नो चाहिँ मोज मस्ती गर्न अझै चाहिँ सुविधा हुने अथवा मौका मिल्ने हुन सक्ने हो कि। त्यसैले तपाईहरू जो देशको लागि गर्छु भनेर अगाडि बढ्नु भएको छ, उहाँहरू एकबद्धता भएर एकजुट भएर नजान्दासम्म यो हिजो पुर्खौँदेखि वर्षौँदेखि देख्दै आएको यो नीति यो परिवर्तन नहुने हो कि भन्ने चाहिँ मलाई लाग्छ। त्यसैले यस विषयमा धन्यवाद। नमस्कार, म प्रकाश पाठक सम्पूर्णलाई नमन गरी र कुलमानज्यूलाई मैले धेरै ठाउँमा फलो पनि गरेको छु र मेरो प्रश्न चाहिँ के छ भने अहिलेको विगत हामीले निहालिरहँदा, हामीले आफ्नो राष्ट्रलाई निहालिरहँदा जुन कुनै पनि शक्तिहरू छन् जसले हामीहरूलाई उठ्न दिइरहेको छैन, त्यसको विरुद्धमा हामीले के गर्नुपर्छ भन्ने कुरा त तपाईँले भनिसक्नु भएको छ। हाम्रो एकैबद्धताले नै त्यसलाई फुटाउन सकिन्छ र त्यसलाई तोड्न सकिन्छ, त्यसको विरुद्धमा हामी उत्रन सकिन्छ भन्ने जुन तपाईँले भनिसक्नु भएको छ। यसको बावजुद पनि मेरो एउटा मनमा फर्किरहेको प्रश्न के छ भने प्रवासबाट र प्रवासी नेपालीबाट तपाईहरूले कस्तो अपेक्षा राख्नु भएको छ र हामीले त्यसमा चाहिँ के गर्नुपर्छ, कतिको साथ दिनुपर्छ, त्यसको बारेमा अलिकति खुलाएर अथवा जुन अहिले उम्रिरहेको छ, टुसा उमारिरहेको एउटा मकै जस्तो हाम्रो यो एउटा पार्टी छ अथवा यो पार्टीलाई चाहिँ निमोट्ने काम भइरहेको छ, ताकि यसले 2 पात नहालोस्, 3 पात नहालोस्, फुल नफुलोस् र फल नलागोस् भन्ने यो धारणा जुन हाम्रो राष्ट्रमा रहिरहेको छ, यसलाई अन्त्य गर्न चाहिँ प्रवासी नेपाली र प्रवासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी समस्तले चाहिँ कुन भूमिका खेलिदिएमा चाहिँ यसको अन्त्य हुनेछ, यसको बारेमा जान्नुहुन्छ। उपस्थित सम्पूर्णमा नमस्कार। मेरो नाम कमल खत्री, मेरो घर स्याङ्जा हो। मेरो प्रश्न चाहिँ कुलमान सरलाई, जसरी अहिलेको राज्य सत्ताले भनौँ नयाँ उदयमान शक्तिहरूलाई चाहिँ कुनै लान्छना लगाएर जसरी निम्त्याउने कोसिस गरिरहेको छ, त्यसै गरी पनि नयाँ उदयमान शक्ति जनताले आशा गरेका युवाहरू हुनुहुन्छ, तपाईँहरूप्रति पनि राज्यले त्यही दृष्टिकोण राखेर त्यस्तै व्यवहार गर्यो भने हामी झन् चिन्तित हुन्छौँ। यो अर्थमा यति बेला हामीले चाहिँ के अपेक्षा गरेका छौँ भन्दा तपाईँहरू एकपटक एकै ठाउँमा उभिएर मुलदारका जति पनि राजनीतिक दलहरू हुन्छ उनीहरूलाई एकपटक परास्त गरिदिनु भएन, त्यस पश्चात फेरि तपाईँहरूले फेरि आफ्नो आफ्नो तरिकाले देशलाई कसरी कुन ढङ्गले अगाडि बढाउने भन्ने विषयमा सोच दिनुभयो भने एकदम राम्रो हुन्थ्यो जस्तो लाग्छ। मैले यति नै भन्छ। कतारमा स्वागत पनि छ र अझै जाँदै भन्नुहुन्छ, उहाँलाई बिदाई पनि अब भन्नै पर्यो। मेरो खासमा प्रश्न भनेको हामी सबै नेपालीहरू यहाँ छौँ, यति बेला हामी हरेक अभियानमा हामी जोडिरहेको अवस्था छ। यस अवस्थामा अहिले कुलमान सरले भनिसक्नुभयो म उज्यालो अभियानमा चाहिँ अगाडि बढेको छु भन्ने गर्नुभएको छ। भोलि अर्को बालेन शाह पनि यही मेरो एउटा अभियान छ भन्दै यहाँ आउनुहुन्छ, भोलि हर्क साम्पाङ पनि त्यही भन्दै यहाँ आउनुहुन्छ, भोलि धनगढीका मेयर पनि त्यही भन्दै यहाँ आउनुहुन्छ। यहाँ हामीले हाम्रो काम भनेको ताली मात्रै ठोक्ने काम त पक्कै पनि होइन। यसमा तपाईहरू एकजुट भएर यदि देश नै बनाउने हो भने तपाईँहरू एकजुट भएर एउटा टेबलमा बसेर टेबल टक गरेर देश बनाउने अभियानमा
सँगै लाग्न सक्नुहुन्छ कि हुँदैन? मेरो प्रश्न यति हो। धन्यवाद। गुलमान सर नमस्कार। मैले हजुरलाई एउटा क्वेसन मात्रै सोध्न चाहेँ। जुन विगतमा तपाईँ कार्यकारी निर्देशक हुँदाखेरिको विद्युत प्रसारण लाइन र प्रवाह हुने सिस्टम र अहिले तपाईँ हटिसकेपछिको स्थिति, अहिले पनि मेरो बच्चासँग कुरा गरिरहेको छु, पुरै पसिना पसिना लाइन इलेक्ट्रिसिटी कटअपको कटअप छ दिनको 17 टाइम। तपाईँलाई के लाग्छ तपाईँ निस्किने बित्तिकै सबै सिस्टम कोल्याप्स गरेको हो या चाहिँ जानी बुझी उनीहरूले चाहिँ एक खालको यसलाई चाहिँ लोड सेडिङतिरै लैजाउँ भन्ने खालको चाहिँ बनाएको हो? यसको चाहिँ थोरै हल्का ब्रिफिङ गरिदिनु भयो अति राम्रो हुने थियो सर। धन्यवाद। ल, प्रश्नको लागि धेरै धेरै धन्यवाद साथीहरूलाई। एकदम राम्रो प्रश्न गर्नुभएको छ र यो प्रश्नहरूको उत्तरको लागि आजका हाम्रो प्रमुख आकर्षक व्यक्तित्व, प्रमुख अतिथि आदरणीय श्री कुलमान घिसिङज्यूलाई मैले अनुरोध गर्न चाहन्छु। प्रश्नको लागि सबैलाई धन्यवाद छ। 2-3वटा प्रश्न चाहिँ एउटै टाइपको आयो। लास्टको प्रश्न अलिकति फरक छ। अब एउटा कुरा तपाईँले के बुझ्नुहोस् भने यो उज्यालो नेपाल अभियान भनेकै सबैलाई एक गर्ने अभियान हो भनेर बुझ्नु होला। त्यति भए बुझ्नु। यो अहिले सबैले अभियान चलाउँदा केही फरक पर्दैन। सबैले आफ्नो आफ्नो अभियान चलाउँदै जानुहोस्, केही फरक पर्दैन। तर त्यसले एउटा एकताबद्ध गर्ने सूत्र पनि निकाल्दैन होइन। त्यो भएको हुनाले त्यो उज्यालो अभियानलाई त्यही हिसाबले बुझ्नु होला। र अर्को कुरा चाहिँ जुन विद्युत गइरहन्छ भन्ने हो, यही हो लिडरसिप र म्यानेजमेन्टको पार्ट। यो चेन अफ कमान्ड टुटेपछि, म्यानेजमेन्ट बिग्रिएपछि अनि धेरै कुराहरू समस्या आउँछ। केही प्राविधिकको समस्या पनि आउँछ, प्राविधिक समस्याहरू पनि छन्। त्यसलाई कसरी एड्रेस गर्ने भन्ने विषयहरू पनि, त्यसलाई क्विक रेस्पोन्स कसरी गर्ने भन्ने विषय पनि एकदमै इम्पोर्टेन्ट छ। अनि त्यो हुनाले त्यो चाहिँ धेरै कुरा चाहिँ चेन अफ कमान्ड बिग्रेर कुनै बत्ती नपुगेर यो अहिले बत्ती गएको होइन। किनभने हामीलाई बत्ती बढी छ। हामी बेच्नु चाहिँ इन्डियामा, बङ्गलादेशमा अहिले बेचिरहेछौँ, बेचेन भने क्या हुन्छ। त यो चाहिँ कम्प्लिटली यो म्यानेजमेन्टको पार्ट र त्यसको रेस्पोन्स कसरी चाहिँ म्यानेजमेन्टले गरिरहेछ र टेक्निकल पार्टमा कसरी चाहिँ हेरिरहेछ भन्ने विषय चाहिँ हेर्नुपर्छ। यही हो लिडरसिपको अलिकति बिग्रिँदाखेरि अलिक गोलमाल हुन्छ भन्ने पार्ट। आज बत्ती पुग्दाखेरि त यस्तो थियो, हिजो बत्ती नपुग्दाखेरि लोड सेडिङ अन्त्य गर्न कति गाह्रो थियो होइन। बत्ती नै थिएन। त्यो एकदमै त्यो विषयहरू एकदमै यो म्यानेजमेन्टको पार्ट, लिडरसिपको पार्ट भनेको एउटा पोलिटिकल लिडरसिप मात्रै होइन, यो कर्पोरेट लिडरसिपमा पनि यस्ता विषयहरू सबै कुरा हुन्छ। मन्त्रीदेखि तलसम्मको कुरा हुन्छ। अब मन्त्रीलाई कुनै अर्को इन्ट्रेस्ट छ, त्योसँग मतलब सचिव अब अरूलाई अर्कै इन्ट्रेस्ट होला होइन। तल जनताले के सुविधा पाइरहेछ भने हेरिरहेको छैन भने कसरी आउँछ? हुँदैन होइन। अब उहाँहरूलाई 3 महिनासम्म, म 3-4 महिना भयो, 1.5-2 महिनासम्म विद्युत प्राधिकरण कुलमान घिसिङलाई कसरी खुइल्याउन सकिन्छ, कहाँ के चाहिँ भेट्छ भनेर खोज्न लाग्नुभयो। त्यो सुधारतिर त लाग्नै भयो है। संस्थै घाटा छ अरे, उता के छ अरे, श्वेतपत्र जारी गर्ने रे, गलत कुराहरू ल्याएर भ्रम पार्नेतिर उहाँहरू लाग्नुभयो। त्यसको सट्टा यहाँ व्यवस्थापन राम्रोसँग गरेको भयो त्यो अलि आशा जगाउने काम त गर्नै नखोज्नु, खालि गलत यो त खराब छ भन्न मात्रै खोज्ने। अनि विद्युत प्राधिकरणै सिद्धि बिग्रियो भनेपछि अनि कसले लगानी गर्छ? यो निराशाको मात्रै खेती गर्ने मान्छेहरूले यस्तै गर्ने। यो निराशाको खेती, यो आशा जगाउने, आत्मबल जगाउने, मनोबल जगाउने कामै कुरै गर्दैन। खालि खराब कुरा मात्रै गर्ने। त्यस्तै एक्टिभिटिज गरेपछि भन्दैन। यो अहिलेको हाम्रो समग्र देशकै रोगी, हामी जनतादेखि माथिसम्मको रोग त्यही हो। अब अहिले विद्युत प्राधिकरणमा त्यही भइरहेको छ। त्यो भएको हुनाले अरू मैले धेरै कुरा गरेन, त्यो सुधार गर्नुपर्छ, समग्र रूपले सुधार हुन्छ। त्यो भएको हुनाले अब
अब मैले अरू विषय चाहिँ मैले धेरै राखिनँ। राजनीतिक विषय मैले आज राजनीतिक विषयलाई धेरै कुरा गर्ने भन्दा पनि मैले एउटै शब्द भने, जे अभियान जसले गरिरहेछ त्यो समग्र देशको समृद्धिको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने अभियानै हो सबै। त्यसै